बजार अनुगमन आजै आयो भने तपाईको पसल तयार छ त? कारबाही र जरिवानाबाट बच्न यी कुराहरू अनिवार्य मिलाएर राख्नुहोस्। सबैभन्दा पहिला कागजात। तपाईको व्यवसाय दर्ता, प्यान वा भ्याट प्रमाणपत्र र स्थानीय तहको अनुमति अपडेट हुनुपर्छ। आयातित सामान भए भन्सार कागजात र खाद्य वस्तु भए खाद्य प्रविधिको अनुमति पनि अनिवार्य रहेको छ। दोस्रो हो बिल र रेकर्ड। खरिद तथा बिक्री बिल अनिवार्य राख्नुपर्नेछ र स्टक रजिस्टर नियमित भर्नुपर्ने हुन्छ। तेस्रो हो मूल्य र नापतौल। ग्राहकले प्रष्ट देख्ने गरी मूल्य सूची हुनुपर्छ र तपाईको नापतौलको मेसिन प्रमाणित र स्ट्याम्प भएको हुनैपर्छ। चौथो हो सामानको विवरण। उपभोग्य वस्तुमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर र उत्पादकको विवरण स्पष्ट हुनुपर्छ। साथै पसलमा उपभोक्ता गुनासो सुन्ने सम्पर्क नम्बर राख्न नभुल्नुहोस्। अनुगमन टोलीले विशेष गरी यी कुरा हेर्छन्। तपाईले ग्राहकलाई बिल दिनुभएको छ कि छैन, तोकेको भन्दा बढी मूल्य लिनुभएको छ कि, म्याद गुज्रेका सामान राख्नु भएको छ कि र सामानको गुणस्तर